यसको मतलब मैले त्यति राम्रो गर्न सकिनँ यो हप्ता। मैले यो भन्दा ठ्याक्कै 1 महिना अगाडि विकली टार्गेट र त्यसको रिभ्यूको भिडियो बनाउने गरेको थिएँ, जुन चाहिँ ठ्याक्कै 1 महिना भयो। त्यसपछि 1 महिना ग्याप भयो। विकली टार्गेट रोके पनि मेरो तयारी चाहिँ रोकेको थिएन। मैले पढ्न चाहिँ पढि नै रहेको थिएँ, तर त्यति फोकस गरेर चाहिँ पढ्न पाएको थिइनँ। हुन्छ नि आफ्नो आफ्नो व्यक्तिगत समस्या, सबै दिनहरू एउटै हुँदैन नि त। र आजबाट चाहिँ मेरो विकली टार्गेट र रिभ्यूको जर्नीलाई मैले फेरि स्टार्ट गरेको छु हैन। आजबाट मैले सुरु गरिसकेको छु यो। सो लेट्स सी माई टार्गेट फर दिस विक लुक लाइक। लगभग 1 महिनाको ग्याप पछाडि मैले फेरि विकली टार्गेट सुरु गर्दैछु। 2083 साल 4 महिना 24 गतेबाट, यानि कि सन्डे आजबाट सुरु गरेको हो हैन। सुरु भइसकेको छ आजबाट, जसमा चाहिँ प्री टेस्ट एक्जामको लागि अन्तर्राष्ट्रिय सङ्घ संस्था नयाँ पढ्ने, विज्ञान प्रविधि नयाँ पढ्ने र सार्वजनिक संस्था चाहिँ रिभिजन गर्ने भनेर लेखेको छु। सार्वजनिक संस्थानको एक्जाम चाहिँ आउनै लागिसकेको छ नि त, अब 1 महिना मात्रै बाँकी छ। त्यही भएर यसलाई चाहिँ मैले अलि बढी फोकस हुनुपर्छ भनेर, के हो नि त यो त एक्जाम दिने त, नत्र त एक्जाम दिन पाउँदैनहरू। त्यही भएर यसलाई त बढी नै फोकस गर्नुपर्छ हैन, त्यो सबैलाई थाहा छ हामीलाई। अनि त्यस पछाडि त लङ म्याथमा आउँ। लङ म्याथमा चाहिँ प्रतिशत छ, प्रतिशतको न्यू क्लास अनि प्रतिशतको रिभिजन भनेर मैले राखेको छु। तपाईहरूले यदि हेर्नु भएको थियो भने मैले योभन्दा 1 महिना अगाडिको विकली टार्गेटमा पनि यो प्रतिशत राखेको थिएँ, तर त्यतिखेर मैले चाहिँ क्लास कम्प्लिट गर्न नपाइकनै मेरो त्यो जुनबाट मैले क्लास लिएको थिएँ, मेरो त्यो टाइम सकेर क्लास लिन नमिल्ने भयो क्या। मैले फेरि नयाँ क्लास लिनुपर्ने भयो। त्यही भएर जिगज्याग भएर चाहिँ यो मैले कम्प्लिटै गर्न पाएको छैन। त्यही भएर यो हप्ता चाहिँ मैले प्रतिशतको क्लास सक्छु र अनि प्रतिशतको रिभिजन गर्छु भनेर राखेको छु हैन। अनि एमसीक्यू म्याथमा चाहिँ एमसीक्यू म्याथ पनि मेरो अलिकति कमजोर छ क्या। त्यही भएर मैले चाहिँ मजाले पढ्नुपर्छ। अनि यसमा चाहिँ नाफा नोक्सान नयाँ पढ्ने अनि प्रतिशत पनि नयाँ पढ्ने अनि भिन्न र दशमलव चाहिँ मैले पढिसकेको हुनाले म यो रिभिजन गर्छु भनेर राखेको छु हैन। अनि फेरि यता आउँ रिटर्न इक्जाममा। रिटर्न इक्जामको लागि चाहिँ मैले 3टा टपिकहरू राखेको छु, जुन चाहिँ मैले पहिला पनि पढिसकेको हो। तर अब पढ्न त पढायो, 1 वर्ष जति भइसक्यो पढेको, अनि नयाँ जस्तै हुन्छ नि त त्यति भएपछि। अनि त्यही भएर यसलाई चाहिँ मैले यो हप्ता चाहिँ रिटर्न इक्जामको लागि चाहिँ सम्पत्ति शुद्धिकरण, एनआरबी एड अनि बाफिया एड गरेर जम्मा 3टा राखेको छु। सबै कुराहरू एकैचोटि पर्फेक्ट हुँदैन, त्यही पनि मैले यो हप्ता चाहिँ यो टार्गेट पुरा गर्न चाहिँ एकदमै कन्सिस्टेन्ट भएर अगाडि बढ्ने योजना बनाएको छु। म अर्को हप्ताको रिभ्यू लिएर आउँदाखेरि यही पेज खोलेर हेर्नेछु मैले कति टार्गेट पुरा गरेँ, कति गरिनँ, अथवा मैले के सुधार गर्नुपर्छ भन्ने कुराहरू म रिभ्यूमा लिएर आउनेछु। यो हप्ता चाहिँ टार्गेट बनाउने मात्रै होइन, टार्गेट पुरा गर्ने एकदम भरपुर प्रयास हुनेछ, किनभने एकदम टार्गेट पुरा गर्ने हप्ता हो यो मेरो। सो 1 हप्ताको ग्याप पछि विकली टार्गेट एन्ड रिभ्यू इज ब्याक।